कस्तो हुनुहुन्छ हजुरहरू? सञ्चारमै हुनुहुन्छ। आज फेरि हामी स्विमिङ खेल्नुलाई माथि जाँदैछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ माथि पाहाडतिर जाँदैछौँ। आज चाहिँ 3 जना आज पनि दिनु है। ओके, बाटो त सक्यो। अब गाइजहरू कता जानु होला? जिस्केको यहाँबाट चाहिँ हामी ओह्राल झर्नुपर्ने हुन्छ। कहिले पुग्नु होला? ए छिटो हिँड। यहाँ कति बजिसक्यो? 11 साढे 11 हुनु लाग्यो। घाम हेर्नुहोस् न कस्तो डेन्जर घाम लागिरहेछ। सूर्यदेव तिमी किन यसरी चम्केको? गरम भएर मन लागिसक्यो। हामी यो पाहाड चढ्नु छ। पाहाड चाहिँ यहाँसम्म आइसक्यो। यहाँबाट चाहिँ भिडियो भएर उता चाहिँ यात्रा जाने। हामी चाहिँ यहाँबाट उकालो जानुपर्छ। आज एकदम घाम डेन्जर लागिरहेछ। ढल्छ होला घामले चाहिँ। एकदम 32 डिग्री भइसकेछ। उफ, कहिले पुग्नु होला? अस्ति नै हामी यहाँ त्यो वाचिबा बनाएर खाएको जग्गा पनि यहीँ माथि हो। तपाईँहरूलाई म अहिले देखाउँछु, तर मुनि त झर्न सकिँदैन। माथि बाटोबाट मात्रै देख्छु। त्यहाँबाट चाहिँ हामी फेरि अझै उकालो आधा घन्टा उकालो हिँड्नुपर्छ। त्यहाँनिर चाहिँ एउटा सानो झरना छ। त्यहाँ पौडी खेल्ने जग्गा छ। के भन्दैछ तिमीहरू? ग्रान्ड के भयो तेरो जुङ्गा? सेतो जुङ्गा जुङ्गा यहाँ तल हुन्छ कि माथि हुन्छ? के मनै छ तेरो जुङ्गा? सूर्यदेव तिमी किन यसरी चम्किदिएको? आज हाम्रो छुट्टीको दिन। कहिले पुग्नु? छैन दाइ, सक्यो फिनिस। अघि खा भन्दा चाहिँ खाँदैन चल्लाहरू। मर्यो गरमले। काम साँच्चै आफूलाई, खाना साँच्चै अर्कोलाई हो कि होइन साथीहरू? भनिदिनुहोस्। ए हामी आधा बाटो आइसक्यो। एउटा फोटो खिच्नु। बाइक कुदा कुदा यसमा जाउँ 3 जना। चाबी भए पो त फेरि चाबी हुनु परेन। यिनीहरू सायद यहाँ तल गएको हो। हामी त माथि बेसीतिर लेकतिर जाने नि मार्सल। बाटो छुट्यो हाम्रो। बाई बाई। कान्छीको छाता ढल्काइदे त घाम दामी देखेछ। हेलो शीतल भयो तिमीहरू यही पानी। यहाँ बोकेको थियो कति शीतल भयो थियो। भारी बोके जस्तो पनि लागेको थिएन। एउटा हाल्दै त हामी जानुपर्ने यता होइन। डाँडा यतापट्टि चाहिँ कहाँबाट खोला छ र जाने? ऊ त डाँडा डाँडा हामी सबै हिँडिसकेको माथि माथि। बहिनी भिडियो त छ। घर पछाडिबाट चढेको मान्छे हामी उतापट्टि झरेको। उतापट्टि होइन, एकचोटि चाहिँ यहाँ झरेको। यहाँनिर ऊ माथि चाहिँ बाटो हेर त। उयो गर गर जस्तो त्यहाँबाट यहाँ झरेको। खै एसी एसी साथी हो। एसी बोकेको चलन। आज हामी जङ्गलको बाटो पस्यो हो। त्यता हाम्रो गाउँघरमा जस्तो अनि खोलातिर जान्छौँ पौडी खेल्नु। हामी पनि आज गएको त्यस्तै। तर कहिले पुग्नु भइसक्यो पाहाडहरू। यहाँबाट एक पहिला मिस भयो कि त तल्लो खोलामा पुग्छ। तिमी मान्छे चाहिँ हरायो साथी हो। सोला बोला बक्सी साला
खोज्छु त होला म यो फाइनल हैन यो स्टार्टिङ हो हैन बहिनी अझै उकालो हामीले आइपुग्नु लाग्यो हामी पौडी खेल्ने जग्गा हेरेर हैन सापहरू हुन्छ अजिङ्गरहरू हुन्छ हिलहरूले खिचिरहेको हुन्छ हौ यसरी जङ्गलतिर जाँदा अजिङ्गरहरू अजिङ्गरले पक्रिन्छ बर्बाद हुन्छ डाँडामा के साथीहरू म चाहिँ अलमोस्ट यहाँ आइपुगिसक्छु झरनामा हो अनि पानी झर्दैछ कल 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 गर्दै साथीहरू चाहिँ यताबाट आउँदैछ मैले छोडिदिएको नि त उनीहरूलाई उल्टै मलाई गाली गरेको सुन्नु त साथीहरू आउनु खोज्ने ढाँटिस भन्दैछ होइन अलमोस्ट लेट पुऱ्याइदिए स्याहार्न सकेको छैन होला तल गलेर हो त्यति अर्कोजना आएको छैन खेल्नु नि जान्छ नि उकालो त्यता होइन स्याहार यता खेल्छ नि अहिले माथि अनि यहाँभन्दा माथि छ नि आम्मा त्यो सुइसुले खेल न त्यहाँ हल्ला उनीहरूकोमा झुन्डेर यहाँ मान्छे यहाँ के भइसक्यो भारी भयो यहाँ पक्र ए पक्रेर यसरी जाऊ माथि कपाल सुकाउँदैछ सबैभन्दा धेर पौडी गर्ने चाहिँ स्यारोन हो त्यहाँदेखि मेरो पिर्तीजी